त्यो तको टावर छ नि पिरामिड जस्तो टावर अनि त्यसमा चाहिँ हाम्रो बाई पङ्खा पनि घुम्नेवाला छ है। यही हो टावर। यही साइजको एउटा रिङ भइहाल्यो। दुईवटा बनाउँछन् ल 12 फिटको पङ्खा भनेको 16वटा पिस काटिसक्नुभयो भाइहरूले। अब यसलाई यो हेर्नुहोस् है 16 हिसाब गरेको सबै 16 पिस बनेको छ। अब यसलाई प्रत्येक गोलोमा गराउँदाखेरि ठुलो पङ्खा बन्न जान्छ। पङ्खालाई गराउँदैछौँ, पङ्खाको म्याप निकाल्दै। पङ्खालाई मोड्नको लागि गराइएको हो। यो हल्का माथि उठ्छ। गजेन्द्र प्रताप सिंह राणा मोड्दैछौँ। यो डाइमा राख्यौँ होइन। ल हल्का मोडौँ त, धेरै माथि लग्ने है म भन्छु। हाम्रो पङ्खाको लागि यो गोलो पनि बनाइसकेका छन् केटाहरूले। यसमा चाहिँ हामीले यो पिस बनाएको छ। यसलाई क्लिपलाई हामीले यसरी राखेर अनि यो पङ्खालाई यहाँ फिट गर्नु हो। त्यो क्लिपको लागि पनि उ गरौँ, भाइहरूलाई यो हाल्न भनेर गएको थिएँ अनि हाल्नु पनि भएको छ। अब यसलाई हामीले चाहिँ के गर्नु पर्यो भने चाहिँ ठ्याक्क यसरी राखेर दुलो पार्नुपर्ने। यो नट बोल्ट त भयो। अब यो राम्रै भइरहेछ काम। हेर्दै जाउँ। अब हामीले यो माथि एउटा रिङ छ, त्यो रिङलाई हाल्नुपर्ने हुन्छ। तल्लो टुप्पालाई नाप्ने क्या हो त्यहाँबाट अनि बल्ल माथिको त तल माथि हुनसक्छ, त्यो डिसब्यालेन्स हुन्छ। ल गाइज हेर्दै जानुहोस्, लास्टसम्म हेर्नु होला अल्छी नमानेर। अनि एउटा कसरी गराइरहेछ मिस होला। फेरि यो रिङलाई पनि हामीले हाल्नुपर्ने हुन्छ। अब रिङलाई हाल्दाखेरि चाहिँ कसरी हाल्ने हो एउटा यहाँ राखौँ त। ल अब हामीले यो प्रत्येक पङ्खालाई जोड्नलाई अब यो सबैतिर यो बनाएर राख्नुपर्ने हुन्छ। प्लस यसलाई यसरी गराएर यसरी राखेर यो भित्र पनि त्यही हिसाबले गर्नुपर्ने हुन्छ। अनि यसलाई प्रत्येकलाई यही हिसाबले जोड्दाखेरि अनि बल्ल यो रिङ तयार हुन्छ। कुरोको चाहिँ यसलाई अब पहिला नापेर ट्याक्क यो त्यहाँ काँटी बनाएको छ, सेन्टर बनाएको छ, त्यसले धागोले चिन्ह लगाइन्छ। सुनिल त्रिपुरेश्वरीमा आइपुगेको छु। यो हाम्रो वायु पङ्खामा यो लगाउनु पर्ने जस्तो भइरहेछ सेन्टरमा। त्रिपुरेश्वरीबाट मैले यो ल्याएँ। यो चाहिँ यसरी आएर यहाँ जोइन्ट हुने हो यसरी। अनि यो पनि यहाँ हुने हो। यो पनि रेडी भइसकेको छ। यस्तो तरिकाले बनाइयो हेर्नुहोस् है। यहाँनिर यसमा आएर यसमा जान्छ। यहाँबाट यसमा आउँछ अनि यसमा फेरि आएर फेरि यसरी जोडिन्छ, यहाँ टाइट हुन्छ। अनि यो एउटै कनेक्सन हुन्छ। त्यही हिसाबले यो पुरै अब यसरी राखिन्छ। अनि एउटा यो काटेको ल्याउँ न। हो यसरी यसलाई हामीले अब यसलाई हल्का यहाँ होल्डिङ गरिन्छ। यहाँ र यहाँ दुलो हुन्छ। अनि यसरी हुन्छ। ल हेर्नुहोस् है। हो यसो गरेर यो लाइनबाट पनि क्लिप लगाउनु पर्ने हुन्छ। अनि त्यसपछि बल्ल यो पङ्खा रेडी हुन्छ। हामीले सरियाको तिल्ली बनाउनलाई काटकुट पारेर ठिक्क छ। हामीले यो पङ्खालाई थोडा माथि उठाउनु पर्ने हुनाले यसरी अलिकति अग्लो बनाउनु पर्ने भयो, किनकि यो हामीले रिङ हाल्दैछ भित्र सेन्टरमा। अब यसलाई चाहिँ अब
अब रिङको व्यवस्था गर्नुपर्ने हो। यो यहाँ सेन्टरमा अब हाम्रो बस्दाखेरि यसरी बस्छ। अब यहाँबाट यो दूरी ठ्याक्क बराबर हुनु पर्यो। पहिला धागोले हेरौँ, त्यो त सेन्टरमा छ, त्यो थाहा भइहाल्छ। केही एकजना इधर छ यसमा तलबाट ठ्याक्क यहाँ एकतिर लामो छोडिदिउँ न। होइन सुनिल, एकतिर लम्बा छोडिदियो क्या, एकतिर छोटो एकतिर लम्बा काम क्या। खै ल यहाँ बान्नु अनि त्यो घुमाएर त्यहाँ लगेर बान्नु क्या। कहाँ यार डोरी बाँधे पनि सिकावट पड़ा था यार, कहाँ यार। फेरि कस्तो हुन्छ भने चाहिँ हामीले स्त्री बनाउँछौँ अनि तलको बाटो पनि त्यस्तै गराउँछ। अनि यो एकअर्कामा यस्तै यो तलबाट आएको छ यहाँ भयो, कि माथिबाट आएको छ यहाँ भयो, ल ल हुन्छ हुन्छ। यो यहाँ पुरैमा टाइट भएपछि अनि यो हामीले निकाल्नुपर्छ। यो निक्लेपछि यो आफ्नो ठाउँमा भइरहन्छ। अनि फेरि हामीले यसलाई निकालेर फेरि तलबाट यसलाई नटले टाइट गरिदिन्छौँ अनि यसलाई हाल्छौँ। यसलाई तलबाट हाल्छौँ, तलबाट यसरी। अनि आफ्नो ठाउँमा यो सेन्टरमा हुन्छ क्या। ल अलि धेरै अप्ठ्यारोवाला काम आइरहेछ। अब हामीले तिल्ली हाल्ने बेलाको काम अलिकति अप्ठ्यारो छ, त्यसलाई अब गराउँदैछौँ। ठाडो पारेर हेर्दाखेरि सिधा हुनु पऱ्यो। ल हाम्रो यो कार्यक्रम पनि भइसक्यो, पुरै तिल्ली पनि बनिसकेको छ। अब उताको भाग पनि गराउनु पर्ने हुन्छ। ल हामीले इट्टा राख्दा फेरि अलिकति माथि हुन्छ। ल यो मैले भनेको जत्रै पनि भएको छ। इट्टा अरू चाहिन्छ है। र हामीले अलिकति अनि त्यसपछि अब काम गर्छ। हाम्रो बेरिङ यहाँ लाग्ने भयो दुईतिर, अनि रड लाग्छ यति लामो नै। पछि अहिले यहाँ केही राखेर यहाँको दुलोलाई यहाँ राख्नु यहाँनिर है भयो। ल हाम्रो वायु पङ्खा चाहिँ यहीँनिर यही टावरमा लाग्ने हो। यो टावर हामीले रेडी गर्दैछौँ। हावा फन यत्तिको हावा मजाले चप्छ। यो टावरमा हामीले यसलाई केही क्षणमा हामीले रड पनि हाल्छौँ यहाँभित्र, हालेर धुलाइ गरिदिन्छौँ। त्यसपछि टुप्पो निस्किन्छ योभन्दा माथि। त्यसपछि कारको त्यो रिमलाई सेट गरेर गराउनु हो। यो झ्याल चाहिँ हाम्रो टोइलेटको ग्यास आउट हुने हो। यो हाम्रो यतातिर जेन्ट्स टोइलेट उतातिर लेडी ग्यास जाने भयो यहाँदेखि। यो पुरै यो पनि खुल्ला छ र यो युरोनल भयो र ताजा हावा यहाँबाट आउँछ। र त्यसपछि यो हाम्रो दुर्गन्धित हावा चाहिँ यहीँबाट जाने भयो माथि। यहाँ चाहिँ यहीँ फुल रोक्ने लेडिजको चाहिँ यो वास गर्ने र 3-4वटा टोइलेट। त्यसपछि यो लेडिजको हावा पनि यहाँबाट यहाँनिर चाहिँ यति हुन्छ होइन भन्दा।
अनि यो चाहिँ पुरै खुल्ला छ यहाँबाट सट्टै हावा जान्छ गुरुबन्दी यो चाहिँ चिनी जस्तै आइडियाले टावरमा पनि अब फिनिसिङको काम हुँदैछ पहिला अब यो हामीले यो पङ्खाको यो निकालेर उ गरियो यो रोड पनि नयाँ बनाएर हाल्यो बेरिङ साइड र यो पनि रेडी नै छ अब यो जान्छ हाम्रो यहाँ छैन टेप ल यतातिर पुच्छर हुन्छ होइन यो यहाँ भइहाल्यो यस्तो घुम्नु हो यसलाई चाहिँ अलिकति यति जति चाहिँ उठाउनु पर्छ क्या टावर जस्तो त्यहाँदेखि अनि त्यो गर्नलाई चाहिँ के गर्नु पऱ्यो भनेपछि बेरिङ होइन यहाँ हाल्ने पर्दैन यो त जाम हुन्छ क्या त्यसैमा जाम हुन्छ ल यो बाहिर यसलाई घन्टी एउटा केही डल्लो ल्याउँ त अनि यसले कता भेट्दैन घन्टी नै एउटा डल्लो भयो भने भइहाल्छ यो ढुङ्गो खसाला पनि थाहा हुन्छ कि अलि अगाडि निकालौँ त यो पङ्खा हालेपछि त्यहाँ उसमा नछाओस् कि त्यसमा यो चुच्चोकै अलि यता के टेप ल्याएन अलि बाहिर अझै बस धेरै भयो थोरै भित्र अझै बस छुन्दैन नि खै अर्को केही छैन अरे मैले बनाएपछि वान पिस हो यो भकेला नि अलि बिचारी सिरा सोनाला चाहिँ ठिक 0 रोड पनि फिक्स यो होल्डिङ गरेर फिक्स गरिएको छ अब यहाँ हामीले चाहिँ कङ्क्रिट हाल्नुपर्छ मुही माथिसम्म त्यहाँदेखि यहाँसम्म पछि प्लस्टर गरेर यसलाई चिप्लो बनाइन्छ त्यसपछि काम यसरी यो पुच्छर चाहिँ यता अलिक धेरै टाढा जान्छ अब हाम्रो चाहिँ त्यो रिममा फेरि सानो टावर बनाएर अनि यो पङ्खालाई त्यहाँ फिट गर्नुपर्छ र पङ्खाको पछाडि पुच्छर पनि हुन्छ छेकन त्यसलाई निकालिदिने झ्यालसम्म ट्याक्क दामी बनाइदिने आज त्यतै गरौँ सबै लाइन छ नि त्यसमा चाहिँ ट्याक्कै काठको कलर हानिदिएपछि यो देखिन्छ खतरनाक यो रिममा अब सानो टावर बन्दैछ यो हामीले पङ्खाको लागि त्यो दिमाग लगाउँदैछौँ कसरी टावर बनाउने भनेर यसलाई के गर्नु पऱ्यो भनेपछि यहाँबाट त्यो रेडी हुने बित्तिकै हामीले यसलाई माथि हालिसक्ने हो त्यो चाहिँ पुरै भन्ने हो क्या यसरी टावरको माथि छ नापौँ त ल म पक्रिदिन्छु तपाईँ नापौँ ल गाइस हेर्नुहोस् यो यसै घुम्ने होला लाइक अनि सब्सक्राइब ल यो हाम्रो पङ्खाको पुच्छर पनि बन्दो रहेछ हाम्रो यो पङ्खाको पुच्छर अघि बनाएको अलि ठुलो सानो भयो अब अलिकति ठुलो बनाएको यसलाई निकाल्ने होइन निकालेर यो निक्लेपछि यसलाई यहाँ यो एङ्गलको चुच्चो भागलाई यस्तो गरेर काट्ने यस्तो तिखो बनाएर काट्ने यसलाई क्या अनि यहाँ स्याट्ट बसोस् क्या यो बुझ्यो नि यो यहाँ स्याट्ट बसोस् होइन बाँकी बसेपछि यो चाहिँ यहाँ माथि बसिहाल्छ होइन अनि माथि बसेपछि त्यो त्यहाँ बस्ने बनाएर यहाँबाट छिराउने बनाउने यसलाई काट्दिने यहाँबाट ठ्याक्क छिर्ने गरेर
यो हाम्रो यहाँसम्म मात्रै आउने नि त यो होइन। योसम्म आएपछि यहाँ ठोकिन आउँछ। यहाँ ठोकिन आएपछि यहाँ पछि हामीले फेरि यहाँबाट यो यस्तो पत्ती छैन, यो छिरेपछि यहाँसम्म आयो होइन। छिरेपछि आएपछि यसलाई फेरि पत्ती बनाउँछौँ यसरी, यसलाई सिधै निकाल्ने र खोल्ने बनाउने के पत्ती बनाउँछौँ। यो पत्ती यहाँ वेल्डिङ गर्छौँ, यसलाई वेल्डिङ गरेपछि यहाँबाट दुलो पार्छौँ दुई साइडमा, अनि यहाँ पनि दुलो पर्छ। अनि नट बोल्टले जतिवटा आवश्यक पर्छ त्यतिवटा नट बोल्टले टाइट गर्छौँ। 1 2 3 4 5वटा जति गरौँला, 4-5वटा अनि टाइट हुन्छ। अनि यसलाई चाहिँ राम्ररी वेल्डिङ गर्नु पऱ्यो। यसलाई चाहिँ गरेपछि यो भाग तल्लो हुने हो। खै अर्को एङ्गलको टुक्रा छैन टुक्रा, यो यसरी हुने भयो त, यसरी बस्ने भयो, बुझ्यो नि। यसरी बसेपछि अनि दुईतिरबाट पहिला राखेर यही हिसाबले राखेर अनि यहाँ वेल्डिङ गर्ने यसमा। अनि त्यसपछि यहाँबाट दुलो पारेर जाम गरिदिने। यो त्यही गरौँ आज। हो त्यहाँ अब त्यो अलि त सपोर्ट यसरी दिने। अनि अर्को चाहिँ यता अलिकति हात हटाउनु त, यो दुईटैमा उता पनि गराउने यस्तै 1 इन्चीको बनाउने, यसलाई यही बराबर के गराउने। अनि दुईतिर बनाउने अनि यहाँबाट दुलो पारिदिने दुईवटा, एउटा बिचमा बनाएर यता एउटा नट यता एउटा नट गराइदिनु। यसलाई हल्का यही खाँचा काटेर यसलाई फेरि खाँचा काटेर बेसरी वेल्डिङ गरेर राम्रो वेल्डिङ गरेर त्यो गराएर छोडिदिनुहोस्। अनि त्यसपछि एउटा फेरि यहाँबाट यसलाई पनि नट बोल्टै युज गरौँला। यहाँ बनाउनुलाई यही पाइपको तल र माथि गर्ने हिसाबले के जुन यो गरायो नि तल र माथि, त्यहाँबाट यहाँ आउने गरी गराउने। यस्तोमा आयो भने यहाँबाट एउटा सपोर्ट दिनुला, फेरि यस्तो एउटा सपोर्ट यसरी दिनु होला। अनि त्यसपछि एउटा चाहिँ यहाँबाट माथिबाट नट बोल्ट यहाँ लगाउने गरी बिचबाट एउटा सट्ट गराएर यसमा गराउने यहाँनिर। अब यहाँनिर पनि नट बोल्टै गराइदिउँला। नटलाई पहिले नै छिराएर जाम गरिदिउँला यसलाई। अनि त्यसपछि त्यो नट मात्रै लगाउने बनाउँला, अनि बाँकी टिन लगाइदिउँला। एङ्गल छ कि छैन यसलाई पुग्ने, यसलाई मात्रै पुग्ने छैन। त्यसो भए डबल यसलाई मिक्स गरेर सरियाको एउटा टुप्पो यहाँ खाँचा काटेर एउटा डिग्री काटेर यता अर्को डिग्री काटेर यता सँगसँगै ल्याएर यहाँ यो पनि यो हावाको दबावले भाँचिन सक्छ, यसलाई भाँचिन सक्छ। यो पुच्छर यता हामीले लग्यो। यहाँबाट एउटा वेल्डिङ यहाँबाट यस्तो हालिदिनु, यहाँबाट अनि अर्को फेरि अब यो त यो भइगयो नि, उहाँ पुच्छर जान्छ यहाँ एउटा दिने अनि यहाँबाट एउटा यस्तै सिधा दिए पनि हुन्छ। अनि यसलाई पक्को बनाउने, यो अलि के अरे कार्बन देखिन्छ नि, यसलाई झारझुर पारेर अलि पक्को बनाउने। हाम्रो यो पुच्छर पनि रेडी भइसक्यो। हाम्रो यो पङ्खा टाइट भइरहेको छ। अब एकजना हाम्रो यहाँ हुनुहुन्छ मस्तरी, यहाँ पनि हुनुहुन्छ सोनाला सेट्टी भनेको यहाँ हुनुहुन्छ। खतरा हुनुहुन्छ क्या यहाँ, पङ्खा बनाइदिनु भएको छ, हेलिकप्टर बनाइदिनु भएको छ। थोडा घुमाओ थोडा, केमा फस्छ ल खोल। पङ्खा पनि रेडी भइसकेको छ। पुच्छरलाई माथि लगेर फिट गर्ने। दिलीप भाइ आउनुहोस् त। अब पुच्छरलाई हामीले चाहिँ माथि फिट गरेर केही दिनमा पुच्छरलाई पेन्ट गर्ने हुन्छ। एकछिन म माथि गएर हेर्छु, मलाई तार निकाल्दैन मोटाको टाढो हौ कहिले मैले खट थप्दैछन् हाम्रो भाइहरूले।
अरे छिल किलो खा छिल उजा लानु बे सरिया लानु पाइपले पुच्छ ठेकेला भयो बाहिर तल माथि गरेर छिराम के छिर्छ यस्तो डेन्जर काम गर्नु परेको छ हेर्नुहोस् है हावा लगाएको छ यस्तो छ यो हामीले थोरै काट्नु पऱ्यो भएर माथिबाट सरिया लगाउनु पर्नेछ अरे बाख्रे कहाँ कहीँ छ पहिला त्यो टावरबाट नाप्नु त 11 फिट 1 2 त्यही त 1 2 3 लापाके पछि गुपुनी बिना यो हाम्रो छतको कोइला थाम्नलाई हाम्रो पङ्खा रेडी भयो ल ए हावा नर्मली चलाउँछ